हाई हेलो नमस्कार तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मेरो अलिक ढिलो भयो उठ्नको लागि किनकि आज पानी परिरहेको थियो, त्यही भएर बतर पनि डाउरे भइरहेछ। त्यही भएर बिहान उठ्न मन लाग्दैन र अलिक ढिलो भयो मेरो। बिहान चाहिँ दाँत ब्रस गर्दा यता मुख धुँदा अझै पानी त तर खानै छ। स्कुलले केटाकेटी गइसक्छन् तर हामीहरूको पाकघरको काम कहिले सकिँदैन। बिहान चाहिँ तातो पानी एक गिलास खाएपछि मात्रै जिउ फ्रेस लाग्छ। पानी नखाउन्जेली के एउटा खान मन लाग्दैन चासै। त आज बतर पनि बिग्रेको छ, कालो मैलो भइरहेछ। हावापानी आउँछ कि जस्तो छ, ठुलै आउँछ कि जस्तो त छ, तर कस्तो के हुन्छ हावा त अलिअलि लाग्दैछ। हाम्रो घरमा चाहिँ एउटा आदत छ, चिया खाने बेला जहिले पनि यो टमी आउँछै छेउमा बिस्कुट दिन्छन् भनेर, तर उसको लागि एक्स्ट्रा एउटा बिस्कुट दिएर खाइसक्छ अनि हातको बिस्कुट नसकिन्जेली जाँदैन। अब बिस्कुट खायो नि, अब यो यहाँबाट भाग्छ। कसैले यस्तो कुखुरो देख्नुभयो चाहिँ भुत्ला बिनाको कुखुरो। ठन्डा दिनमा यसको अवस्था के होला। यिनीहरूको नि सानामा त्यस्तै थियो, तर अहिले चाहिँ आयो। म चाहिँ हुन्डीको पैसा दिन गएर थिएँ भाउजू घर। अहिले पैसा दिएरी म घुरेर आउँदैछु। पछाडिको जुन चाहिँ सेनेरी देख्नु हुँदैछ मन्दिर, दुईपट्टि सेनेरी कति राम्रो लाग्दैछ। घर आइपुग्दा त व्यापारीले नि माछा लिएर आएछ। आज आइतबार सबै खानामा मिल्छ। अहिले हामी यो बेलानको बेला कहाँ हिँडेको बारे काम नपाएर हिँडेका। खानापिना खाइयो अब होइन, त्यहाँ डुल्न हिँडेका, काम छैन। ला यी दुईजना भत्तुवाहरूले त तोरी पोखेछ नि, हराम जातिहरूले त। त्यो अघि भयो पोखेको नि बस्ता पोचिएको थियो, पोचिएको बस्तामा साइकलमा लागेर अब त्यसलाई गर्दा फेरि उन्नति लाग्न दिँदैन घर। अब लगायो अब यसले उन्नति। जङ्गलमा तोरी सुकाएर सबैले भन्दिन रूपाले चाहिँ उन्नति लाउँछ हो, उन्नति लाग्छ। आज युट्युबमा निकालिदिन्छु म। उन्नति लाग्दैन। कति राम्रो देखिएको यहाँ तिमीलाई। यो बेमारी भइसक्यो। अहिले हामी गएका बारीमा रहेका पएका बिला टिप्न। हामी तिनैजना डुल्न नगएको थुप्रो दिन भयो, त्यही भएर अहिले डुल्न गएका बिलाई बारीतिर। बाटैमा व्यापारी भेट्यो, अब चानाको स्वाद लिँदै बारीतिर लाग्ने। चाना चाहिँ उसको पट्टिबाट खुवाएको है, भाउजूको पट्टिबाट। यहाँ हाल मलाई आधी हाल्दै हुन्छ। हुन्छ थोडा सर्दी लाग्छ त्यहाँदेखि खोइ धनियाँ दिएको। ओ दाजु पर्खे जाँदा जाँदै ब्याट्री गाडी नि भेट्यो दाजुको बारीसम्ममा। आज गाडीयो पालु, दारियो पालु, दाजुओ पालु। कति आराम चाहिँ आइपुग्यौँ नि हामी। म बिलाइबारी आयो भने यिनको घरमा एउटै कारणले भुलिन्छु, यिनले गर्दा। यिनीहरू बात कहिले खतम हुँदैन हो। अनि होइन भन त, हो कि होइन? होइन नभन नि फेरि। के एउटा भन्दै न, मेरो भिडियो सबैजनाले हेरिदिनु भन न, भन्दै न कि बाबा भनिहाल्दिनँ, भन्ने टाइम छ। यति मलाई पनि मैले रिक्वेस्ट गर्नु परेको, यति मेरो खास मान्छेको लागि। अहिले भन्यो भने नि डार्लिङ बेसी सब्सक्राइबर हुन्छन् कि अलिक लाइलाई भन्नु। माने मेरो सब्सक्राइब बढेको चाहिँ तिमीलाई माने राम्रो लाग्दो रहन्छ होइन? बहुत राम्रो लाग्छ। अनि देखिहाल्ने नि कुरामा बुझिहाल्यो। भन्नु ल, के भन्नु? यो हाल्छु ल भिडियोमा, हाल्नु भिडियोमा त युट्युबमा हाल्नु पर्मिसन लिएर मात्रै हाल्नुपर्छ होइन? भरे बार नराम्रो के भन्छ। यति नै म चाहिँ बाई बाई गरेर है बस ल, बाई। अहिले चाहिँ हामी बिलाइबारीबाट आइपुग्यौँ तिनैजना, लाउ पनि भेट्यौँ। अनि यता हामीहरूको बिलाइ कस्तो भइरहेछ। यो चाहिँ बिहा खाएर अझै के गएको छैन भन्दा निसा गएको छैन बिहाको, नाचेको नाचै गरेर होला नि भाउजू। भिडियोमा चाहिँ देखेँ होला नि, के भिडियो गरेका, भिडियो तल गरेर माथि नाचिरहेछन् मान्छे। बेहुलीको प्रेजेन्ट घरमा भयो। नाचेर एकदम एउटै छोरी मान्छे त एकदम ल्यापुजन भयो। मलाई बोकेर आउनु न। अब हामी निस्केर आयौँ, अब हामी बिलाइबारीबाट निस्केर आयौँ। अब सिधै घर जाने। गलियो पनि, जाँदा त ब्याट्री गाडी भेट्यो, आउँदा चाहिँ हिँड्दै आउँदैछु।